जस्तो अर्काको चरित्र हत्या गर्ने, अर्काको चरित्र माथि औला उठाउने व्यक्तिहरूलाई चाहिँ फोटो सहित सार्वजनिक गरेको राम्रो हुन्छ के, किनभने चिनोस् न। धेरै ठिक गरे, धेरै ठिक हो के। अब त्यो लेखेको मात्रै त कसले लेख्यो त्यो त थाहा हुँदैन थियो नि त होइन। तर फोटै सार्वजनिक गरेपछि त एकचोटि होइन दुईचोटि होइन बारम्बार के प्रत्येक भिडियो एलिना चौहानको जतिवटा भिडियो आउँछ त्यसमा होइन तपाईँको एलिना चौहान मात्रै नभइकन समीक्षा अधिकारीदेखि लिएर जसको भिडियोहरू चाहिँ आउँछ होइन त्यसमा उहाँहरूले चाहिँ नकारात्मक नेगेटिभ तरिकाको चाहिँ कुरा गरेको कारणले गर्दाखेरि होइन नेगेटिभ कमेन्ट गरेको कारणले भिडियो सहितै भनौँ फोटो सहितै चाहिँ एलिना बहिनीले हालिदियो, त्यो चाहिँ ठिक गर्यो। तर यसभन्दा अगाडि गायिका समीक्षा अधिकारी नायक पल शाहको विषयमा लिएर विवादमा आउनुभयो। उहाँले त अन्तर्वार्तामा चाहिँ गुनासो गर्नुहुन्थ्यो, मलाई यस्तो पर्यो पिर पर्यो म योसम्म पुगेँ भन्नुभयो। तर सुरुवात चाहिँ सार्वजनिक गर्ने सुरुवात चाहिँ एलिना चौहानले गर्नुभयो अहिलेको केसमा हेर्ने। त्यसपछिबाट अहिले हेर्ने हो भने पुराना इन्द्रेणीमा विवाद आएको व्यक्तित्वहरू शर्मिला शेरले पनि अहिले सार्वजनिक गर्नुभएको छ, कहिलेकाहीँ ज्योति मगरले पनि सार्वजनिक गर्नुहुन्छ। अब चाहिँ साँच्चीकै नेपाली चेलीहरू हिम्मतिलो भएर अगाडि बढे कि अर्थात् दर्शकको हौसला पाउन थाले कि होइन? यसलाई म खासै हिम्मतिलो पनि भन्दिनँ होइन। हिम्मतिलो भए आफ्नो अधिकारको प्रयोग गर्ने भएदेखि तपाईँको चाहिँ सबै एकजुट हुनुपर्छ। जस्तो बाहिर देखाउँदा एकजुट भयो होइन। थालनी कसले गर्यो? यो सामाजिक सञ्जालमा यस्तो तरिकाले हुँदैन है। जस्तोसुकै पीडा भए पनि जस्तोसुकै जेसुकै भए पनि हामीले चाहिँ तपाईँको सामाजिक सञ्जालमा गएर हाम्रा पीडाहरू व्यक्त गर्नुपर्छ भन्ने कसले गर्थ्यो? त्यो कुराले पनि त विकृति आएको छ नि त होइन। ठिक छ, नारी एकता एक भएको हामी पनि हेर्न चाहन्छौँ नि होइन। उहाँहरू चाहिँ एक भएर उहाँहरू एकजुट भएर चाहिँ तपाईँको देशको लागि अगाडि बढ्नु होइन, सकारात्मक कुराहरूलाई चाहिँ नकार्नु होइन, भनौँ सकारात्मक कुराहरूलाई चाहिँ अपनाएर नकारात्मक कुराहरूलाई फाल्नु होइन, तपाईँको सधैँ सत्य र निष्पक्षको लागि लड्नु, यो त राम्रो हो नि होइन र? तर यहाँ के भइदियो, सामाजिक सञ्जाल छ भन्दैमा कसैले तपाईँको माथि बसेर करायो भने पनि दर्शकबिन हेर्नुहोस् आज मलाई यसरी करायो भन्दै रुँदै दुई थप्पा आँसु झार्दै त्यो मगरमस्का आँसु झार्दै यहाँ सामाजिक सञ्जालमा आउने नारीहरू पनि छन् नि त होइन। त्यो चाहिँ विकृति भयो। तर आफूमाथि ठुलै अन्याय भएको र आफूले चाहिँ न्याय नपाएको अवस्थामा सामाजिक सञ्जालमा आउनुपर्छ है भन्ने गायिका एलिना चौहानहरू जस्ता व्यक्तिहरू होइन बहिनीहरू अब छन्। उहाँ मात्रै होइन, धेरै हुनुहुन्छ नि। तर त्यो हुन त आँसु नक्कली पनि भन्छन्, तर त्यही 2 थोपा आँसु 2 मिनटको भिडियो 2 सेकेन्डको भिडियो दुईटा वचन सामाजिक सञ्जालमा आफ्नो आक्रोश हुँदाखेरि पोख्न पाउँदाले कतिले त न्याय पनि त पाएका छन् नि होइन। न्याय यो फेरि यस्तो रहेछ कि अहिले पछिल्लो अवस्थामा हुन त कलियुग लागेको भन्छन् होइन। अब यहाँ के हुन्छ कसो हुन्छ कसैले थाहा छैन होइन। मैले तपाईँको कतिपय ठाउँमा देखेको छु छोरा मान्छेको गल्ती नभइकन छोरी मान्छेको गल्ती हुँदा पनि छोरी मान्छेले 2 थोपा आँसु झार्दियो भने छोरा मान्छेको गल्ती देखाइदिने प्रचलन चाहिँ यो चलन चाहिँ नेपालमा 1 नम्बरको प्रथा भएर आएको छ कि यो चाहिँ होइन। जस्तो तपाईँको छोरी मान्छेले गल्ती गरेको छ तर छोरा मान्छे त्यहाँनिर गल्ती छैन, उसको निर्दोष छ बिचरा। तर छोरी मान्छेले 2 थोपा आँसु झार्दियो भने चाहिँ छोरी मान्छेको जित भयो त्यहाँनिर। छोरा मान्छे त निर्दोष व्यक्ति फसिरहेछ त्यहाँ, देखेको छु मैले कतिपय ठाउँमा होइन। तर अहिले सामाजिक सञ्जालको कुरा गऱ्यो भने छोरा मान्छेले मलाई पिर पर्यो मलाई दुःख भयो भनेर आँसु झार्दै आएको पनि त छैन नि फेरि होइन। छोरा मान्छेले त छैन नि त। छोरा मान्छेले त किनभने तपाईँको सामाजिक सञ्जालमा मात्रै होइन, छोरा मान्छे बाहिर चाहिँ तपाईँको आफ्नो पीडा देखाउन चाहँदैन कि, त्यसलाई दबाएर कुनै एकान्त ठाउँ रोज्न चाहन्छ क्या छोरा मान्छेले। तर छोरी मान्छेले चाहिँ भने त मैले यो सामाजिक सञ्जालको कारणले गर्दाखेरि कतिपय छोरी मान्छेहरू एकजुट हुनुहुन्छ, उहाँहरू सकारात्मक हुनुहुन्छ होइन। कतिपय छोरी मान्छेहरू तपाईँको नेगेटिभ टाइपको नकारात्मक टाइपको हुनुहुन्छ नि त। सामाजिक सञ्जालमा पनि विकृति फैलाउनेहरू धेरै हुनुहुन्छ नि त होइन। अब त्यही किसिमले छोरा मान्छेहरू त्यही किसिमले आउने हो भने होइन। ल एकछिन उदाहरणको लागि छोरी मान्छे अहिले जुन तरिकाले चाहिँ सामाजिक सञ्जालमा भित्रिराखेको अवस्था छ नि, छोरा मान्छे त्यही किसिमले आउने हो भने त्यो छोरा मान्छेको भ्यालु हुँदैन क्या। तर त्यो छोरी मान्छेलाई चाहिँ हाइलाइट बनाउँछन् कि होइन। भनेपछि यो समाज यतातिर गइदियो कि तपाईँको विदेशी संस्कृतिलाई चाहिँ अपनाएर होइन आफ्नो भएको रीतिरिवाज संस्कृतिलाई चाहिँ खेर फाल्दैतिर गयो क्या। भनेपछि प्राकृतिक रूपमा छोरा मान्छे रुने ठाउँ छ, तर छोरी मान्छे रुने चाहिँ सामाजिक सञ्जाल अहिलेको पछिल्लो पुस्ताको
यो एउटा न्याय होइन। यो सामाजिक सञ्जाल त छोरी मान्छेको लागि त अदालतै भएको छ, न्यायालय भएको छ कि। यो छोरा मान्छेको चाहिँ एकान्त ठाउँ र उसले दुःख पीडा पर्दा मन भुलाउनको लागि, तर छोरी मान्छेको न्यायालय चाहिँ सामाजिक सञ्जाल भइदियो क्या। त्यसरी बुझ्नु न। तर त्यो के को आखिर सामाजिक सञ्जाल पनि त छोरा मान्छेले नि चलाउँछ। कहिले दुःख पोख्छ छोरा मान्छेले? पुग्न त पुग्दैन, तर कहिले काहीँ मनको त्यो पीडाहरू त स्ट्याटसबाट केहीबाट त आउँछ नि। होइन सुन्नु न, डाइरेक्ट रूपमा कहिले आउँछ छोरा मान्छे? मलाई पिर पर्यो, मलाई यस्तो भयो भने डाइरेक्ट रूपमा आउँछ? आउँदैन नि। उसले त कि स्ट्याटसको माध्यमबाट घुमाउरो माध्यमबाट गरेको हुन्छ, त्यो फेरि बुझ्नेले बुझ्छ होइन, नबुझ्नेले फेरि त्यसैलाई फेरि नकारात्मक बनाइहाल्छ त्यो होइन। छोरा मान्छेको पीडा कसरी आउँछ भने पछाडि तपाईँको यसरी घुमेर बिस्तारै जाने हो कुनै माध्यमद्वारा। तर छोरी मान्छेले डाइरेक्ट आउँछ नि त सामाजिक सञ्जालमा, त गुहार मलाई यस्तो गर्यो, हुँदा हुँदा आफ्नै श्रीमानले बलात्कार गर्यो भन्नेसम्म थालिसके यहाँ होइन। यो अधिकार चाहिने भन्दा धेरै प्रयोग भयो कि? चाहिने भन्दा ज्यादा चाहिँ यो प्रयोग भएको हो क्या। यसलाई युटिलाइज गर्ने व्यक्तिहरूले होइन, आफ्नो अधिकारलाई युटिलाइज गर्ने व्यक्तिहरूले चाहिँ त्यो युटिलाइज चाहिँ ज्यादा गर्थ्यो कि, चाहिने भन्दा ज्यादा गर्थ्यो कि। यो चाहिँ अहिलेको पछिल्लो जेनेरेसनको शिक्षाको हिसाबले गयो कि कतिपयले चाहिँ यो अहिलेको युगभन्दा हामीलाई ढुङ्गे युग ठिक थियो, बरु ढुङ्गे युगमा एकअर्कासँग संवाद हुन्थ्यो, अहिले हरेक कुरा स्ट्याटस सामाजिक सञ्जाल मेसेजबाट पैसामा गरिन्छ भन्छ नि। यो अझ धेरै चाहिने भन्दा धेरै विकास भएर हो? यो चाहिने भन्दा ज्यादा विकास भन्दा पनि यो अपरिहार्यको कुराले लियो होइन। नचाहिँदा पनि भएन, चाहिँदा पनि भएन क्या। तर चाहिँदा तपाईँको यो हुँदाखेरि यसलाई युटिलाइज गर्ने व्यक्तिहरूले चाहिँ होइन नकारात्मक तरिकाले युटिलाइज गर्दै गए क्या होइन। हुन पनि हो। अब हेर्नु न, सामाजिक सञ्जाल चलाइछ नि तपाईँ, हामी चलाइछ नि त। जस्तो युट्युब चलाइछ होइन, युट्युबमा भिडियो हाल्नु पर्यो होइन, राम्रो कुराहरू युट्युबमा हाल्नु त, राम्रो तरिकाले राम्रो मिलाएर त्यहाँनिर युट्युबमा हाल्नु त, चल्दैन नि, चल्दैन नि। एकजना दुईजनाले हेर्छ हो कि नै? तर त्यही कुरालाई तपाईँको नराम्रो तरिकाले अलिकति बङ्ग्याएर हालिदिनु त होइन, थोरै त्यसलाई छाटकाट गरेर थोरै अलिकति बङ्ग्याएर चाहिँ हल्का विवादित तरिकाले हालिदिनु त। होइन, यो भन्दै गर्दा त कतिपय धार्मिक कुराहरू पनि चलेको छ, ओसोको कुराहरू पनि। त्यही धार्मिक कुराहरूलाई नै म भन्दैछु। धार्मिक कुरामा पनि तपाईँको अहिले धार्मिक कहाँ छ र भने क्या, कहीँ पनि छैन। हेर्नुहोस्, यहाँ यो भनेको तपाईँको सब देखावटी हो। यो कोही चाहिँ तपाईँको यसरी यो हुन्छ नि, यो के भन्छ, हात यसो गरेर हाँ गर्छ, त्यो जिब्रो निकाल्नेदेखि लिएर लट्टा त्यो बनाउनेदेखि लिएर त्यो हुन्छ नि। अब पहिलेका ती धामी झाँक्रीहरूलाई हेर्नुहोस् होइन, पहिलेका माताहरू हेर्नुहोस् होइन, कति सक्षम हुनुहुन्छ अहिले पनि क्या। अहिले पनि उहाँहरूको एउटा नित्य कर्म नै फरक हुन्छ होइन। तर अहिलेका यी माता भनाउँदाहरू यी ढोङ्गीहरू जति छन् नि, यो ढुङ्गी मचाउने हुन्, यो बजारमा चाहिँ के भन्छ नेगेटिभ ऊर्जा फैलाउने हुन् क्या। त्यहाँबाट मान्छेले सिक्ने भनेको नेगेटिभै सिक्ने हुन् होइन। तपाईँको थोरै जस्तो कुनै पनि भनौँ कुनै पनि विषयको चाहिँ अर्ध ज्ञान प्राप्त गरेका व्यक्तिहरू चाहिँ पागल भएर निस्केका हुन् क्या यतिखेर चाहिँ। अनि त्यो सामाजिक सञ्जालमा पोस्ट गर्ने, सामाजिक सञ्जालमा अरूको फोटो अरूमाथि टिप्पणी गर्ने व्यक्तिहरू चाहिँ कस्ता हुन्? तिनीहरू चाहिँ अर्थात् भने त यी अहिलेका चाहिँ अर्ध भए, ती चाहिँ महाअर्ध भए क्या। अर्धको पनि अर्ध महाअर्ध भए क्या, बुझेर पनि बुझ पचाउने टाइपका। लाटा देशमा गाँड हो त्यही भएको। अहिलेको जो न्यायाधीश बन्न खोजेका छन्, जुन कुराको वकालत गर्ने एउटा वकिल बन्न खोजेका छन्, ती व्यक्तिहरूको चाहिँ त्यो सामाजिक सञ्जालमा स्क्रिनसट गरेर हाम्रो नायिकाहरूले, हाम्रो चेलीबेटीले सार्वजनिक गरिरहेका छन्। त्यो कुरामा चाहिँ तपाईँ कतापट्टि हुनुहुन्छ, पक्ष कि विपक्षमा? म एक किसिमले पक्षमा छु, एक किसिमले विपक्षमा पनि छु फेरि होइन। जस्तो तपाईँको चाहिँदो कुराहरूलाई सामाजिक सञ्जालले ल्याइराख्नु भएको छ, त्यो कुरामा चाहिँ म भनौँ आफूमाथि चरित्र हत्या गरेको कारणले गर्दा न्यायालयमा नगइकन सबैभन्दा सुरुमा चाहिँ तपाईँको त्यो के भन्छ आफै वकालत गर्ने टाइपको होइन, आफै न्यायाधीश टाइपको, आफै कानुन टाइपको चाहिँ गरिराख्नु भएको छ। त्यो विषयमा चाहिँ म नेगेटिभ पक्षमा छु होइन। तर जुन आफूमाथि भएको पीडालाई उजागर गरेर एउटा न्याय पाइन्छ कि भन्ने आशले सामाजिक सञ्जालमा यो पोस्ट गरिराख्नु भएको छ जुन तरिकाले होइन, त्यो पक्षमा चाहिँ म फेरि सकारात्मक छु।
लाग्छ त्यो सामाजिक सञ्जालमा पोस्ट गर्दैमा उहाँले न्याय पाउनुहुन्छ जस्तो लाग्छ कि अर्थात् यो क्रम घट्छ जस्तो लाग्छ? होइन, सामाजिक सञ्जालमा पोस्ट गर्दै जाँदाखेरि चाहिँ तपाईँको यो क्रम जुन यो गाली गलौज गर्ने, एकअर्कामाथि औँला उठाउने, वकालत गर्ने, न्यायाधीश बन्ने, कानुनलाई आफ्नो हातमा लिने टाइपका कुराहरू चाहिँ यी चाहिँ बन्द भएर जाने हुन् होइन। बन्द भएर जान्छन् कतिपय ठाउँमा, फेरि ठ्याक्कै बन्द हुने चाहिँ होइन फेरि होइन। एउटा मरे पनि अर्को, एउटा भनौँ एउटा बलिभद्र मरे पनि अर्को बलिभद्र जन्मिन्छ अरे क्या त्यहाँ होइन। त्यही भएर यो ठ्याक्कै बन्द चाहिँ हुँदैन होइन। तर कतिपय निर्मूल गर्न चाहिँ सकिन्छ यो तरिकाले जाँदाखेरि। अब कहिलेकाहीँ हामीले आली ताँस्दा पनि जति ताँस्यो त्यो यसको सुन्दरता त आउँछ, तर त्यो आली ताँसेर सानो गराउँछु भन्दा अग्लो हुन्छ भन्छ नि। अहिले यो सामाजिक सञ्जालमा उहाँले पोस्ट गर्नु भएको छ, यसलाई निर्मूल गर्ने हिसाबले अगाडि बढ्नु भएको छ। यसले उग्र रूपले पनि झन् धेरै गाली खाने होला नि, अनि कतिजनाको स्क्रिनसट राख्ने होला होइन। त्यही त मैले भनिरहेको छु त तपाईँको, एउटा बलिभद्रै मऱ्यो भने अर्को बलिभद्रै जन्मिन्छ क्या, त्यही भित्र जन्मिन्छ, मर्ने बित्तिकै जन्मिन्छ होइन। एउटा मर्दैछ नि बलिभद्रे, सर्लकै अर्को जन्मिन्छ त्यसकै रूप लिएर फेरि। त्यसो भए त जति अहिले गाली खानु भएको छ विवादित व्यक्तित्व भनौँ या विवादमा ल्याइएको व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले कमेन्टको जुन त्यो सिस्टम मात्रै अफ गरिदियो भने पनि त त्यो खालको गाली त आउँदैन होला नि। हो, यो कुरा चाहिँ होइन। जस्तो अहिले हामी सामाजिक सञ्जालमा बोल्दैछु नि, म बोल्दैछु नि त होइन। म बोल्दैछु भनेपछि पछाडि मैले बोलेका कतिपय नराम्रो लाग्ला नि त दर्शकहरूलाई पनि होइन। मैले भनेका कतिपय शब्दहरू नराम्रो लाग्ला नि त। हो, तपाईँले यहाँनिर चाहिँ सुधार गर्नुपर्छ है, यस्तो गर्नुपर्छ है भनेर एउटा सल्लाह सुझाव गर्ने ठाउँ हो क्या त्यो चाहिँ। कमेन्ट भनेको चाहिँ सुझाव दिने ठाउँ हो, त्यो जथाभावी गाली गर्ने, त्यो यताउता गर्ने त्यो ठाउँ होइन नि त त्यो त। आफूलाई चित्त नबुझिसके पछाडि, जस्तो मैले बोलेका कुराहरू हजुरलाई चित्त बुझेन भने हजुरले चाहिँ त्यो कमेन्ट मार्फत चाहिँ बाबु यस्तो गर्दा हुन्छ है, यसलाई यहाँनिर सुधार्ने हो, यहाँ सुधारेर चाहिँ यसरी जाने हो भन्ने ठाउँ हो नि त त्यो त। उहाँहरूले दिएको कमेन्ट हेरेर त हामी सुध्रिने हो नि होइन। हामीले के बोल्दा हुन्छ, कसो बोल्दा हुन्छ भन्ने कुरा त त्यो कमेन्ट हेरेर हामीलाई थाहा हुने हो नि त। अनि त्यसलाई किन अफ गर्नुपर्ने? तर यही बलिभद्रहरूले गर्दाखेरि, 2-4 जना बलिभद्रहरूले गर्दाखेरि चाहिँ अलिकति सामाजिक सञ्जाल तातिएको हो क्या होइन। आफूलाई अति नै भएपछि ती कुराहरूलाई कमेन्ट बन्द गरिदियो भने आफूले हाल्ने भिडियो होइन। एलिना चौहान बहिनीले त्यहाँनिर एउटा तपाईँले हेर्नु भएको छ छैन होइन, त्यो के भन्छ एउटा रेकर्ड पनि, भोइस रेकर्ड पनि त्यहाँनिर सार्वजनिक गर्नुभएको थियो क्या होइन। आफूमाथि गाली भयो त्यो भनेर विगत त्यो भिडियो जहाँसम्म मलाई लाग्छ 15-20 दिन अगाडिको भिडियो होला। योभन्दा अगाडि पनि त्यो एकजना भाइले के भनेको रहेछ भने, भाइ दाइको हो होइन, अब भोइस सुनेको हो, बहिनी मैले जेसुकै गरेँ, जस्तो जेसुकै गरेँ यसको लागि चाहिँ मलाई क्षमा दिनु, म अबदेखि यस्तो कमेन्ट पनि गर्दिनँ, म हजुरलाई यस्तो पनि भन्दिनँ होइन। त्यहाँ भनेको के थियो भने यस्ता सेकेन्ड ह्यान्डको काम छैन नेपालमा, समथिङ के थियो कमेन्ट त्यहाँनिर। त्यो कमेन्टलाई स्क्रिनमा राखेर भोइस ओभर गर्नुभएको थियो, भोइस दिनुभएको थियो होइन, भोइस सार्वजनिक गर्नुभएको थियो। त्यहाँ भनेको थियो कि सरी भनेर, अबदेखि गर्दिनँ भनेर। तर त्यही मान्छेले फेरि बारम्बार तपाईँको त्यही एलिना चौहानको भिडियो देख्नै नहुने कि उसले कमेन्ट गरिदिइहाल्नु पर्ने नेगेटिभ कमेन्टहरू होइन। यो पनि त होला, त्यही भएर त उहाँले निकालेको त। एउटै घरमा कहिलेकाहीँ मोबाइल धेरै हुन्छ, अब आमा छोरा नाति जतिजना हुनुहुन्छ नि, छोराको आइडीबाट नातिले अर्थात् आफ्नो बाबाकोबाट छोराले पनि त गर्न सक्यो नि होइन। आफ्नै घर परिवारभित्र त्यस्ता नेगेटिभ कमेन्टहरू नहुन सक्लान् होइन, सम्भवतः नहुन सक्ला। तपाईँलाई मन परेको चिज मलाई मन नपर्न सक्छ नि होइन, मन नपरे पनि जस्तो मलाई मन परेको चिज त म आफ्नो ठाउँमा छु नि त, आफ्नो ठाउँमा चलिरहेको छु नि त। तपाईँ र म एकछिनको लागि दाजुभाइ भइयो होइन। मलाई मन नपरेको चिज तपाईँलाई मन पर्ला, तपाईँलाई मन नपरेको चिज मलाई मन पर्ला, यो कुरा छ आफ्नो ठाउँमा। तर तपाईँलाई मन परेन भने तपाईँले मलाई त मम गरेर त के भन्छ फाइटै खेल्न आउनु पर्ने, गाली गलौज गर्नुपर्ने, त्यो त होइन नि त होइन। मलाई यसरी मन परेन, के हो त यसको वास्तविकता? मलाई यो कुरा मन परेन, के छ त त्यो भित्रको रहस्य? त्यो त भन्न पाइयो नि त, सोध्न पाइयो नि त। तर बारम्बार तपाईँले गाली गलोचै गर्दै आइसकेपछि, कुट्दै आइसके पछाडि मैले भने एक दिन त झापट फर्काउँछु होला होइन र।
आफूमाथि अन्याय भइसके पछाडि त सहनै नसक्ने तरिकाले आइसके पछाडि त दिनु पर्यो नि त, आफू पनि बाँच्नु पर्यो नि त। त्यो प्रोटेक्टको लागि गरेको कुराहरू हो क्या। अब हामी युवा पुस्तामा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टा जस्ता विभिन्न छन्। यसभित्र पनि गाली खाने व्यक्तित्वहरू धेरै हुनुहुन्छ। कतिपय तपाईँले अघि नै भन्नुभयो मिली महत्त्वमा पनि ल्याइएको हुन्छ, कहिले काहीँ फिल्म चलाउन, गीत चलाउनको लागि विवादमा ल्याइयो भने आम जनताले नबुझेका होला, तर तपाईँ जस्ता व्यक्तित्वले बुझिराख्नु भएको छ। उहाँहरूलाई चाहिँ केही भन्नु छ कि छैन? हिजो चाहिँ आफै होइन, यो हो यही तरिकाले यो गलत प्रचार प्रसार भएको कारणले गर्दाखेरि आज चाहिँ कतिपय व्यक्तिहरूले चाहिँ यो आलोचना खेप्नलाई बाध्य नै भएका छन् क्या। किन भन्नुहुन्छ भने कतिपय गीतहरू होइन, कतिपय फिल्महरू चलाउनको लागि नेपालमा के गरिन्छ, नेपालमा मात्रै नभइकन विदेशतिर पनि होइन, मैले देखेको र बुझेको कुरा म तपाईँहरूसँग भन्दैछु। गीत फिल्म चलाउनको लागि अथवा सिरियलै चलाउनको लागि पनि कतिपय ठाउँमा विवादित ल्याइन्छ, प्रायः त गीतहरू विवादमा ल्याइन्छ होइन। त्यहाँ कन्ट्रोभर्सी आइसके पछाडि त तपाईँको दर्शकहरू दुईतिर बाँडिन्छ, एक पक्ष ओके भन्छ, एक पक्ष नो भन्छ क्या विवादमा ल्याएपछि। फेरि हेर्छ त्यसलाई दोहोरे हेर्छ नि त, त्यहाँबाट चलाउँछ नि त गीतहरू त होइन। त्यो कुराहरूले गर्दाखेरि अहिले फेरि के भन्छ हरेक ठाउँमा त्यही कुरा युटिलाइज हुन थाल्यो क्या। ल मलाई सामाजिक सञ्जालमा चल्नु छ है, बरु यति पैसा दिउँला, यसलाई चाहिँ यसरी कन्ट्रोभर्सीमा ल्याएर यसरी चलाउँ है भन्ने एउटा माइन्ड सेटअप भइसकिरहेछ क्या मान्छेहरूमा। कति त्यो पनि भएको हो कि भन्न चाहिँ सकिन्छ क्या त्यहाँनिर। भनेपछि अहिलेको पछिल्लो पुस्ता भ्युजबाट फ्रस्ट्रेसनमा गइसक्यो। जसरी हुन्छ भ्युज चाहियो। तपाईँको राम्रो भिडियो चाहिएन त्यहाँ तपाईँको त्यो हजुर नमस्कार मलाई 2 रुपियाँ खाना दिनु, 10 रुपियाँ खाना दिनु, हेर्नु त त्यो एउटा बिर्खे भन्ने त्यो डाका होइन। क्यान्सर भएछ उहाँ के भन्छ अल्सर भएको मान्छेलाई होइन, क्यान्सर भयो भनेर पैसा उठाएछ त्यत्रो ल। त्यस्तालाई सपोर्ट गर्छन् हाम्रा यो मूर्खहरू होइन। हामी पनि त छौँ नि एउटा ठाउँमा अलि बिचरा भन्ने व्यक्तित्वलाई माग्दै राख्ने, त्यसकै ठाउँमा अर्को अलिकति चिटिक्क परेको हट बनाएर एउटा राख्यो भने त हामी त सबै उतै लाग्ने भयो नि, हटपट्टि नै लाग्ने भयो नि होइन र? हजुर त्यही त होइन, कतै त्यसकै उपज त होइन यो। अब तपाईँको यस्तो हो, यो सामाजिक सञ्जाललाई चाहिँ भनौँ दुरुपयोग गरियो होइन। वास्तविक कुरा दर्शकहरूलाई पनि म के भन्न चाहन्छु भनेदेखि होइन, वास्तविक र यथार्थ कुरा के हो, साँच्चै कुरा के हो त, के भइराखेको छ त, त्यो कुराहरू बुझेर मात्रै कमेन्ट गरौँ। र कमेन्ट गर्दाखेरि कसैको चरित्र हत्या गर्ने टाइपले तपाईँको कमेन्ट नगरौँ। जसको सुकै भनेको आफ्नो पर्सनल जीवनभित्र चाहिँ कसैलाई छिर्न पाउने अधिकार छैन र तथानाम बोल्नुपर्ने त्यहाँ आवश्यक पनि छैन। तपाईँले तथानाम गरेर गाली गलोचै गरेर सामाजिक सञ्जालमा तपाईँले मुखै छोडेर पनि होइन अपशब्दहरू प्रयोग गरेर गाली गलोच गर्दा पनि तपाईँलाई राम्रो हुने होइन त्यो कुराले, बरु तपाईँलाई नै हानि नोक्सानी गर्ने हो। यो कुरामा सचेत हुनुपर्छ र सत्य तथ्य यथार्थ के छ त्यो बुझ्न जरुरी छ। अन्त्यमा भिडियोको अन्त्यमा छौँ। अब तपाईँलाई चाहिँ अभिनेता पल शाहको विषयमा लिएका समीक्षा अधिकारी र अहिले विवाहको डिभोर्सपछि विवाहमा पनि विवाद र चर्चा दुइटै भयो र प्रेममा पनि चर्चामा हुनुभएको थियो र डिभोर्सपछि पनि चर्चामा हुनुभएको गायिका एलिना चौहानलाई चाहिँ के भन्नु छ? केही सुझाव छ? मैले पल शाह र समीक्षाको विषयमा त मैले खासै म बोल्न चाहिनँ होइन। पल शाहको बिहे पनि हुँदैछ भनेको सुन्दैछु होइन, गोप्य रूपमा गर्दैछ नरे भनेको पनि सुनेको छु। उहाँको जीवन हो, उहाँको त्यो चाहिँ तपाईँको उहाँको खुसीको कुराहरू हो। चाहे भनौँ लुकाएर बिहे गर्नुहोस्, चाहे तपाईँको टुँडी खेलमै ल्याएर जनता भेला पारेर बिहे गर्नुहोस्, त्यो उहाँको इच्छा हो होइन, उहाँको खुसी हो, त्यसमा हामीले केही भन्नु छैन। तर उहाँको बिहे हुँदैछ अरे भनेको सुनेको छु। वैवाहिक जीवनको शुभकामना उहाँलाई होइन। र यतापट्टि एलिना बहिनीलाई चाहिँ म के भन्न चाहन्छु भने जुन तरिकाले विष्णुसँगको एउटा के भन्छ प्रेम सम्बन्ध रहँदाखेरि पनि उहाँ विवादमा आउनुभयो होइन, कन्ट्रोभर्सी उहाँहरू बिचमा चल्यो। अब तपाईँको फेरि पनि बिहे गरिसके पछाडि पनि फेरि कतिपय त एलिना चौहानले नै यो कन्ट्रोभर्सी गराइराख्नु भएको छ सामाजिक सञ्जालमा, नबुझेको होइन होइन। त्यहाँ पनि एलिना चौहान चोखो छ चाहिँ म भन्दिनँ। एलिना चौहान बहिनी कुनै पनि हालतमा 50% गलत छ, 50% चाहिँ सही छ।
होइन। कतिपय ठाउँमा उहाँले यति राम्रो कामहरू गरिराख्नु भएको छ होइन, आफ्नो गीतकै माध्यमबाट होस् अथवा सामाजिक क्षेत्रमा होस्, उहाँले कतिपय ठाउँमा काम गरिराख्नु भएको छ, राम्रै काम गरिराख्नु भएको छ भने कतिपय ठाउँमा चाहिँ तपाईँको आफैले विवादमा ल्याइराख्नु भएको छ। जस्तो सहमतिमा डिभोर्स